स्याटरडे टाइमलाई हजुरहरूले छुट्याएर आउनुभएको छ। आई होप केही न केही हामी यो सेसनभरिमा एक दुईवटा पोइन्ट मात्र हजुरहरूले लिएर जानुभयो भने आई थिङ्क आजको लागि मेरो चाहिँ गुड लक हुनेछ, गुड डे हुनेछ। ओके, सो सबभन्दा फर्स्ट सेलिङ अन्तर्गतको कुराहरू हुन्छ जुन हजुरहरूले सिक्नुहुनेछ। अनि यही नै भयो प्रेसर ह्यान्डलिङ। यो कुराहरू अघि नै मैले हजुरहरूलाई कभर गरिहालेँ। यो एथिकल अनेस्टी बिहेभियर त यो हुनैपर्छ होइन। सो त्यो ब्रान्डलाई रिप्रेजेन्ट गर्ने भइसकेको छ। अब हामी अर्को छौँ वेटरमा। अब है वेटरको सेक्सनमा चाहिँ तपाईँको चाहिँ फर्स्ट भनेको चाहिँ अब गेस्टलाई कसरी फर्स्टमा वेटरमा अब कुनै पनि काम गर्यो भने हुन त यहाँ वेटरमा इन्ट्रेस्टेड तबक्कै हजुरहरू हुनुहुन्छ। हजुरहरू वेटरमा कोही इन्ट्रेस्टेड हुनुहुन्छ अहिले त हुनुहुन्न होइन। तर यदि वेटरमा हो भने फर्स्टली अब नर्मली यो रिसेप्सनको जस्तै गेस्ट कसरी चाहिँ वार्मली वेलकम गर्ने होइन, स्माइल एन्ड फ्रेन्डली विथ लाइक पोजिटिभ भाइब्स आउनु पर्यो है। अनि त्यस पछाडि रिप्रेजेन्ट द ब्रान्ड होइन। वेटर पनि एउटा ब्रान्डलाई रिप्रेजेन्ट गरिरहेको हुन्छ। द वेटर इज द ब्रिज बिट्विन द किचन एन्ड द कस्टमर होइन। दुईवटाको बिचमा चाहिँ पुलको काम गरिरहेको हुन्छ है। सो यो चाहिँ वेटरले गर्नुपर्ने कुरा हो है। अर्को भनेको चाहिँ इन्करेज रिपिट भिजिटर्सहरू होइन। कसरी चाहिँ यो रिपिट भिजिटर्सहरू गर्नु पर्यो यो वेटर रिसेप्सन एन्ड वेटर क्यान डु। कसरी चाहिँ गेस्टलाई चाहिँ रिपिट गराउने, कसरी सेटिस्फ्याक्सन हुनलाई दिने, त्यो चाहिँ एकदम इम्पोर्टेन्ट छ। कुनै पनि अर्गनाइजेसनमा, कुनै पनि रिजोर्ट रेस्टुरेन्ट अनि तपाईँको पबमा कि गेस्ट कसरी फर्किन्छ होइन। त्यो इट्स जस्ट डिपेन्ड अन क्यासियर अल स्टाफ। तर मेनली भनेको लाइक रिसेप्सन, होस्ट, रिसेप्सन एन्ड वेटर, दोज पर्सन चाहिँ के हुन्छ भने गेस्टलाई एउटा फर्काउने बाटो उहाँको चाहिँ मेन हुन्छ। किनभने दे आर फेसिङ टु द कस्टमर्स। उहाँहरू चाहिँ डाइरेक्ट फेस गर्नुहुन्छ। फर्स्ट उहाँहरू फेस गर्नुहुन्छ, देन अदर्स। न किचनको डिपार्टमेन्ट फेस गर्दैन, हाउसकिपिङको डिपार्टमेन्टले फेस गर्दैन। लाइक द फर्स्ट पर्सन रिसेप्सन एन्ड वेटर मेन पिलरको रूपमा चाहिँ एउटा अर्गनाइजेसनको रूपमा एउटा मेन पिलर भन्छ हामीले जसलाई, एउटा मेन बेस, मेन पर्सन जसले चाहिँ एउटा अर्गनाइजेसनलाई लाइक माथि गर्नको लागि लाइक होइन एउटा उसको चाहिँ एउटा डिपार्टमेन्टलाई एउटा अर्गनाइजेसनलाई कसरी माथि पुऱ्याउने, द्याट्स दोज पर्सन। उहाँहरू चाहिँ एकदम इम्पोर्टेन्ट पर्सन हुन्छ। थ्याङ्क यू है। अनि क्रिएट अ कम्फर्टेबल इन्भाइरोमेन्टहरू होइन। वेटर भइसके पछाडि कस्टमर आउँछ होला होइन। तपाईँको चाहिँ गुड टाइमिङमा सबै कुराहरू गर्नु पर्यो है। यो कुराहरू छ। अर्को भनेको चाहिँ ह्यान्डल स्पेसियल तपाईँको चाहिँ रिक्वेस्ट ग्रेसफुल्ली। अ वेटर हु क्यान म्यानेज एलर्जिज, कस्टमर अर्डर्स अर कम्प्लेन्स विथ द काल्मनेस विन्स होइन। तपाईँको काल्मनेस भएर शान्त भएर चाहिँ ह्यान्डल गर्नु पर्यो। यो कुराहरू छ। दिनमा अब यो वेटरमा इभन तपाईँको चाहिँ सिक्नेले चाहिँ प्रोफेसनल्ली यो भनौँ न यो कम्बो ट्रेनिङमा चाहिँ के हुन्छ भन्दाखेरि उहाँले चाहिँ धेरै कुराहरू सिकाउनुहुन्छ कि लाइक प्रोफेसनलिजमको कुराहरू, ग्रुमिङको कुराहरू होइन। यसमा कसरी चाहिँ आफ्नो पर्सनल हाइजिनहरू राख्ने, एपियरेन्स स्ट्यान्डर्डहरू, आफ्नो लुक्सहरूको कुराहरू छ, ड्रेस कोडको युनिफर्मको कुराहरू छ होइन। बडी ल्याङ्ग्वेजहरू, फर्स्ट इम्प्रेसनहरू कसरी बनाउने यो कुराहरू छ। अनि एडभान्स लेभलमा कसरी कम्युनिकेट यही नै कुराहरू सिकाउनुहुन्छ हाम्रो साथीहरूलाई होइन सर। सो तपाईँको चाहिँ गेस्ट इन्टरेक्सनको कुरा हामी नै भने अपसेलिङ टेक्निकहरू, ह्यान्डलिङ डिफिकल्ट गेस्ट कम्प्लेन्ट्सहरू, एक्टिभ लिसनिङ कसरी हुने होइन, पोलाइट रेस्पोन्स कसरी गर्ने है। सो नर्मल्ली अब इङ्ग्लिस पनि इभन चाहियो भने अहिले त केही टुल्सहरू छ नि त जहाँबाट चाहिँ इङ्ग्लिसहरू कसरी प्र्याक्टिस गर्ने होइन। त्यो टुल्सहरू पनि देऊला कसैले यो विक यदि त्यो भयो भने। अर्को भनेको चाहिँ मेनु एन्ड प्रडक्ट नलेजको बारेमा डिटेलली सिकाउनुहुन्छ। सो इन डेप्थ फुड एन्ड बेभरेज नलेज हुनु पर्यो होइन। एक आइटम्सहरूको सबै नलेज हुनु पर्यो है। सो यो छ। अब ठुलोमा तपाईँको यो वाइन एन्ड बेभरेजेसहरू, यो पेरिङ बेसिक्सको कुराहरू छ होइन। यो धेरै कुराहरू चाहिँ जे होस् मेनु अन्तर्गत हुन्छ। यो एडभान्स लेभलमा सिकिन्छ। अनि मैले सुरुमा म पनि तपाईँको यो कुराहरू थाहा नहुँदाखेरि धेरै दुःख पाएको थिएँ कि
किनभने त्यही फिल्डमा तपाईँको लाग्दाखेरि धेरै दुःख पाएको थिएँ। अब सिकाउने मान्छे नि थिएन त्यो बेला। अर्को